न त्यो राख्नु न याद राख्नु आज नयाँ लुक्स यस्तो दामी बाल दामी दामी है खै हाम्रो त्यो साँच्चै नै हो कि क्या मैले त जिस्केको मेरी क्रिसमस ल ठिक छ बस्नु बसेर खोल्नु न ल एकदम ताली बजाउनु बस्नु न तेरी जानी नै हो क्या घर अब अर्को टुल्स राखेको थिएँ मैले यता भयो पढ्नु त्यो हेर्नु त्यो पढ्नु न के लेखेछ मेरी क्रिसमस प्रशंसा है लभ यु बिन्दा दिदी है ताली म बजाइरहेको छु फुल त अलि अर्कै भएछ होइन खोल्नु यो शब्द नै काफी छ होइन के अगाडिबाट पूर्व तयारी थिएन हाम्रो चाहिँ अब त्यति नै हो ल खोलौँ न नै यही खोल्नु एकदम खोल्नु एकदम अब दिने मान्छे आज कि म त के होला फेरि यो चाहिँ मलाई काम लाग्छ है यो बेटानु पनि त मलाई सम्झिँदै यसले खोल्नु यसले बाल्नु कि बाल्नु यहाँ अँध्यारो भयो अहिले मान्छे कालो आउँछन् होइन उज्यालै पारौँ न यो पट्काउनु चाहिँ मजा आउँदो रहेछ मलाई थाहा छ पट्काउनु तै पनि उहाँदेखि अब हामी पनि जाने भनेको खाजा साजा 1 बजे खाएर बसेको अनि फेरि यतै घुमेर के भयो म त मरिसकेँ फेरि दिमाग चाहिँ हो कि सुजाता म्यामको लो यस्तो त गेम त मैले पनि खेलाउँछु सुजाताले पनि खेलाउँदो रहेछ जीवस तपाईँ पनि हो बर्थडे आउँदैछ बर्थडेमा नि मलाई त थाहै थिएन अघि बिहान कहाँ बिहान नि त आउनु 2 बजेतिर त याद आयो हाम्रो प्याकिङ खतरा छ है अनि हामी भनेको गाडी कम्पनीमा काम गर्ने मान्छे भिडियो गरेर है तर मैले यस्तो गाटो चाहिँ पार्दिन्थेँ उसले भने मैले नपार्न भने दि अब त देख्छ होला देख्छ होला रे के रहेछ यस्तो उठपटक गेम चाहिँ उहाँको हो कि यो आइडिया चाहिँ उहाँको हो गाइज हाम्रो मेन मान्छे चाहिँ उहाँ हो त्यसपछिको चाहिँ म चाहिँ अलि ऊ हो असिस्टेन्ट
थ्याङ्क यू है थ्याङ्क यू तपाईँहरूलाई थ्याङ्क यू होइन यो पनि मलाई सम्झिनु भएको छ। यहाँ मिहिनेत गर्नुभएको छ तपाईँहरूले होइन अब पुरा यो पनि त मिहिनेत गर्नुभएको छ मेरी क्रिसमस लगानी नै गर्नुभएको छ है थ्याङ्क यू सम्झिनु नि सबैभन्दा ठुलो कुरा गिफ्ट चाहिँ अलि सानो भयो थ्याङ्क यू अब खाम न एउटा एउटा चोकलेट गिफ्ट चाहिँ सानै भयो अब यसपालिलाई यति चाहिँ अब अर्कोचोटि हामीलाई ट्याक्कै बिचबाट याद आएको फेरि 2 बजे याद आएको अनि हतारमा प्याकिङ आधी घन्टामा प्याकिङ गरेको यो चाहिँ लिएर जानु ल यो चाहिँ अरू केही नदेखाउनु होला यो मात्रै देखाउनु होला दिएको यो र यो देखाउँछु थ्याङ्क यू हस् बाई बाई राम्रोसँग जानुहोस् रमाइलो भयो